पैसा त आयो तर गयो पो कहाँ भन्ने क्या। र धेरै जनाको यो क्वेशन है, मेरो पैसा चाहिँ कहाँ चाहिँ गयो, कहाँ चाहिँ खर्च भयो भन्ने क्या। धेरै जनाको हाम्रो क्वेशन र स्पेशली हाम्रो गुरुजी साथीभाइहरुको लागि यो भिडियो चाहिँ आजको। र अस्ति जुन चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ है, एउटा लग्जरी भेहिकल देखि चाहिँ कति कमाइ हुन्छ र कति एक्सपेन्सेस भएर पनि कति सेभ हुन्छ, तपाईले यदि ट्र्याक गरेर राख्यो रिकर्ड भने चाहिँ यतिसम्म कमाउन सक्दै रहेछ भन्ने एउटा भिडियो मैले बनाएको थिएँ है। धेरै जनाले माया दिनुभयो, धेरै जनाले एप्रिसिएट गर्नुभयो है, त्यसको लागि धेरै धेरै थ्यांक यू। र धेरै जना साथीभाइहरु पनि भेट्यो, धेरै भाइहरु भेट्यो, नयाँ अपकमिङ भाइहरु हैन। र उहाँहरुले पनि अहिले चाहिँ है दादा आज्ञा मैले पनि मेन्टेन गर्न थालेको छु है, मैले आफै लेख्न थालेको छु डायरीमा खातामा हैन, आज यति कमायो यति मेरो एक्सपेन्सेस भयो भनेर है, मैले पनि यस्तो गर्नु थालेको छु भनेर धेरै जनाले मलाई भन्यो हैन। र तपाईले यस्तै अगाडि पनि यस्तै मोटिभेटिङ भिडियोहरु पनि तपाईले बनाइदिनुहोस् भनेर धेरै जनाले मलाई रिक्वेस्ट पनि गर्नुभयो। र त्यसको लागि चाहिँ धेरै धेरै थ्यांक यू पनि है। र मलाई पनि खुसी लाग्यो र त्यही कारण चाहिँ है आज मेरो नेक्स्ट भिडियो लिएर आइरहेको छु। र यो भिडियो चाहिँ है टपिकै हुनेछ है, तपाईले हाउ टु म्यानेज है योर मनी फर इन्स्योरेन्स, रोड ट्याक्स, परमिट को लागि चाहिँ तपाई हामीले चाहिँ कसरी पैसा चाहिँ जुगाड गर्ने है, कसरी म्यानेज गर्ने। किनभने जब 1 इयर बित्छ तब हामी जति पनि हाम्रो स्पेशली हाम्रो जेट नम्बर है, जसले पनि लग्जरी गाडी कुदाउनु हुन्छ हैन, जसको गाडीको प्राइस भ्यालु चाहिँ 18 लाख एबभ छ है। र एक साल जब बित्दाखेरि चाहिँ इन्स्योरेन्स, रोड ट्याक्स, रुट परमिट यो इत्यादि कुराहरुमा चाहिँ नबनेको पनि तपाईको 60 to 70,000 एप्रोक्स पैसा हामीले एक्युमुलेट गर्नु पर्ने हुन्छ। र त्यो सिचुएसनमा हामीले पैसा कहाँदेखि निकाल्ने है, ठुलो हाम्रो टेन्सन, सबैको टेन्सन। र यसको चाहिँ आज यो भिडियो चाहिँ तपाईहरुको लागि यो सल्युसन हो है, सल्युसन हो। तपाईले जति सक्दो तपाईले यो भिडियोलाई शेयर गरिदिनुहोस् ताकि हाम्रो अरु पनि चालक दाजुभाइहरु, गुरुजी दाजुभाइहरु है उहाँहरुसम्म पुगोस् र कहीं न कहीं उहाँहरुलाई पनि हेल्प होस्। र आज म तपाईहरुलाई प्र्याक्टिकल एक्जाम्पल पनि दिएर जान्छु हैन, प्र्याक्टिकल एक्जाम्पल। र किनभने म आफै पनि गाडी चलाउँछु, मेरो आफ्नै भेहिकल छ है, मेरो आफ्नै पर्सनल एक्सपिरियन्स तपाईहरुसँग शेयर गर्न गइरहेको छु। सो ध्यानसँग सुन्नुहोस् है। तपाईको 5-10 मिनेट्स आज तपाईले यो भिडियोमा टाइम दिनुभयो भने तपाईलाई धेरै हेल्प हुनेछ क्या। जब तपाईको 1 साल बित्छ नि तपाईले त्यति तपाईलाई सोच्नु पर्दैन है, त्यति तपाईले दिमाग लाउनु पर्दैन। या त तपाईलाई अरूलाई आफ्नो साथीभाइ या त फ्यामिलीसँग नि तपाईले नि आफ्नो हात फैलाउनु है पर्दैन है। त्यो चाहिँ हामीलाई कस्तो डिप्रेस लाग्छ हैन, जब इन्स्योरेन्स जब गर्नुहुन्छ अरूलाई माग्नु पर्दाखेरि। किनभने पैसा भन्दै मान्छेले क्या, जस्तै साथीभाइ होस्, रिलेटिभ्स होस् है, फ्यामिली होस्, पैसा भन्दै फर्स्टमै नो भनेर क्या, उनीहरुको अनुहारमै एक्सप्रेसन क्या नो भनेर आउँछ। यो सबैले भोगेको कुरा हैन, सबैले एक्सपिरियन्स गरेको कुराहरु। सो त्यो सिचुएसन चाहिँ क्रिएट नहोस् भनेर चाहिँ तपाईलाई यो भिडियोमा लिएर आइरहेको छु है। ध्यानसँग सुन्नुहोस्। पैसा त हामीले कमाउँछ, हेर्नुहोस् पैसा त कमाउँछ हैन, तर धेरै पैसाहरु गाडीदेखि सिजनको टाइममा पनि कमाइहाल्छ, कमाउँछ पनि है। सिजनको टाइममा त राम्रै अर्निङ हुन्छ, तर पनि इन्स्योरेन्स योहरु गर्दाखेरि हाम्रोमा पैसै हुँदैन। र यो पैसा कहाँ गइरहेको छ र यो पैसालाई कसरी चाहिँ हामीले चाहिँ सेभ गर्ने हो। र जब इन्स्योरेन्सहरु गर्ने टाइममा चाहिँ तब चाहिँ हामीले गाडी या टक्कै हामीले पैसा चाहिँ दिन सकोस्। हेर्नुहोस् म एक्जाम्पल दिन्छु तपाईलाई है। मैले तपाईको यो मार्च र अप्रिल है, आज 21 अफ अप्रिल हैन, मार्च तपाईले 2 महिना विदिन 2 महिना पनि नबन्नु होला, 50 डेजमा मैले 2,65,000 को म भाडामा हिँडेछ। 2,65,000 मैले अर्न गरेछ है, विदिन फ्रम माई ओन भेहिकल है, एउटा गाडीदेखि। र मेरो डिजलमा गएछ तपाईको 55,527 रुपीस है। अरु तपाईको यताउता सानोतिनो एक्सपेन्सेसहरु, खाजा खाँदा यताउता एक्सपेन्सेसहरु 12,860 है। फुड एन्ड लजिङमा गएछ, लजिङमा धेरै कम्ती गएछ, मेरो एप्रोक्स 2,000 रुपीस हैन। र टोटल मेरो खर्चा भएछ 66,227 र मेरो इएमआई मा गएछ 76,000 रुपीस 2 महिनाको। सो टोटल मेरो खर्चा भएछ 1,22,227 रुपीस
र मेरो रोड ट्याक्स, रोड पर्मिट, तपाईको गाडी सर्भिसिङ है, फोर्थ सर्भिसिङ इन्क्लुडिङ गरेर गएछ मेरो 20,000 रुपीस र टोटल मेरो खर्चा भयो 1,42,227। सो मैले अर्न गरेको थियो 2,65,500 रुपीस मा मेरो खर्चा भएछ 1,42,227 रुपीस र मेरोमा बाँच्नुपर्ने पैसा हुनुपर्ने 1,23,273,000 है। त्यति चाहिँ अझै मेरोमा एक्स्ट्रा पैसा बाँच्नुपर्ने हैन, सेभ हुनुपर्ने र त्यसमा चाहिँ मेरो 60,000 रुपीस चाहिँ खर्चा थियो हैन, एक्सपेन्सेस थियो फ्यामिलीको 60,000 मैले त्यहाँ गर्यो है। र अझै मेरोमा चाहिँ 60,000 खर्चा भएर मेरोमा बाँच्नुपर्ने थियो 63,273 र त्यहाँदेखि मैले क्याल्कुलेसन गरेँ 13,000 को चाहिँ मैले हैन घरमा यताउता सामानहरू लियो के लियो हैन त्यसमा गयो। तर पनि मेरो हातमा हुने 50,000 रुपीस आज हुनुपर्ने है, तर त्यो 50,000 मेरोमा पनि छैन आज। सो म पनि सोच्दैछु क्या र यो पैसा चाहिँ कहाँ गयो र सेम यो चाहिँ हाम्रो सबै दाजुभाइलाई एप्लाई हुन्छ। हामीले कमाउँछ तर एट द एन्ड हाम्रोमा जति पैसा सेभ हुनुपर्ने त्यो पैसै सेभ हुँदैन र लास्टमा गएर चाहिँ हामीले त्यसरी गएर चाहिँ दुःख पाउँछ। र त्यही कारण चाहिँ हामीले डेलीको डेटा ट्र्याक गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ, हिसाब किताब गर्नु एकदमै इम्पोर्टेन्ट छ। र अर्को मेन इम्पोर्टेन्ट पोइन्ट है, अब हाउ टु सेभ मनी फर इन्सुरेन्सको लागि हैन, रोड पर्मिट, रोड ट्याक्सको लागि कसरी पैसा सेभ गर्ने र यसको चाहिँ एउटा नै सल्युसन छ है। हामीले चाहिँ मन्थली पैसा चाहिँ केमा हामीले इन्भेस्ट गर्नै पर्यो हैन। जसरी अहिले सिप भनेर है, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेर हामीले धेरै सुन्छ ब्याङ्कहरुमा जाँदा यता जाँदा अनलाइन है। र धेरैजनालाई कन्फ्युजन पनि छ एसआइपी भन्ने के हो हैन। र हेर्नुहोस् पहिला जसरी आरडी भनेर चल्थ्यो, रिकर्डिङ डिपोजिट भनेर चल्थ्यो हैन, आरडी जहाँ चाहिँ हामीले पैसा निकाल्न सक्दैन थियो 1 इयर 2 इयरको। जस्तै अहिलेको टाइममा चाहिँ है सिपहरु भन्ने धेरै यो चलेर गइरहेको छ अहिलेको यो टाइममा है। र यो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भन्ने चाहिँ के हो भने जस्तै हेर्नुहोस् कुनै पनि ठुल्ठुलो कम्पनीहरु हुन्छन्, जब कम्पनीहरु त हामीलाई थाहै छ र हामीले जस्तै मुभीहरुमा सुन्छ स्टक है, छोरालाई यति % स्टक दिन्छ, छोरीलाई यति स्टक भन्ने हामीले सुनिरहेको छ नि। र यही कम्पनीहरुले चाहिँ स्टकहरु स्प्लिट गर्छ ताकि उनीहरुले आफ्नै आज बिजनेस ग्रो गर्न लागि चाहिँ उनीहरुले आफ्नो कम्पनीको शेयरहरु बेच्छ। शेयरहरु बेच्दा चाहिँ त्यही शेयरहरु चाहिँ हामीले किन्न सक्छ। र ठुलो कम्पनीजहरु भयो हैन, र उहाँहरूले चाहिँ र ब्याङ्कहरुले चाहिँ स्पेशली म्युचुअल फन्ड भनेर उहाँहरूले एउटा क्रिएट गर्छ। त्यो म्युचुअल फन्ड कम्पनी एउटा म्युचुअल फन्डको नाम दिएर चाहिँ उहाँहरूले चाहिँ कम्पनीजहरुमा चाहिँ त्यही शेयरहरु चाहिँ किन्छ। र हामी जस्तो मिडल क्लास मान्छे हैन, र जसकोमा चाहिँ डाइरेक्ट नलेज छैन त्यति शेयर मार्केटको स्टकहरुको छैन भने चाहिँ हामीलाई चाहिँ त्यो अप्सन दिएको कम्पनीज ब्याङ्कहरुले चाहिँ, ताकि चाहिँ थ्रु म्युचुअल फन्ड चाहिँ हामी पनि कोही कम्पनीको हिस्सा होस्। र उहाँहरूले चाहिँ त्यो म्युचुअल फन्ड चाहिँ दुई तरिकाले उहाँहरूले स्प्लिट गर्छ। एउटा चाहिँ तपाईको भयो लमसम इन्भेस्टमेन्ट, एउटा चाहिँ भयो एसआइपी। र जसकोमा चाहिँ कम्ती पैसा छ हैन, जो चाहिँ मन्थली कम्ती पैसा उहाँहरूले इन्भेस्ट गर्न सक्छ, उहाँहरूको चाहिँ बेस्ट हो एसआइपी। ताकि चाहिँ तपाईले मन्थली 2000 होस् या 5000 होस् 10,000 चाहिँ थ्रु एसआइपी चाहिँ थ्रु उहाँहरूको म्युचुअल फन्डको थ्रुदेखि चाहिँ कम्पनीमा चाहिँ हामीले इन्भेस्ट गर्न सकोस् भनेर। र अर्को चाहिँ हो लमसम इन्भेस्टमेन्ट। लमसम इन्भेस्टमेन्ट चाहिँ यदि कसैकोमा अलिकति लमसम पैसा छ हैन, कसैकोमा 50,000 लाख 2 लाख डाइरेक्ट इन्भेस्ट गर्न सक्छ, उहाँहरूले पनि लमसम इन्भेस्ट गर्छ। र त्यही म्युचुअल फन्ड कम्पनीजहरुले चाहिँ उहाँहरूले चाहिँ त्यही कम्पनीजहरुमा है 3 टाइपको हुन्छ तपाईको स्टकहरु, शेयरहरु है, मिड क्याप कम्पनीज, लार्ज क्याप कम्पनीज र स्मल क्याप कम्पनीज। यो कम्पनीजहरुमा चाहिँ उहाँहरूले पैसा इन्भेस्ट गर्छ, उहाँहरूको मतलब शेयर किन्छ। र हामी चाहिँ एउटा मिडल क्लासहरुले चाहिँ थ्रु दैट है एसआइपी चाहिँ हामीले पैसा चाहिँ हामीले कम्पनीजहरुमा डाइरेक्ट हामी पनि कहीं न कहीं त्यो कम्पनीजको हामी हिस्सेदार मतलब एउटा शेयर होल्डर चाहिँ बन्न सक्छ भन्ने। र हाम्रोमा जसरी अब हामीले मन्थली हामीले कमाइरहेको हुन्छ है, त्यही मैले अघि जस्तै अघिको ब्याक टु अघिको पोइन्टमा आउँ हैन। हाम्रो कस्तो डिस्टर्ब गर्यो पैसा हुँदैन हैन, पैसा मतलब जुन चाहिँ हाम्रो मन्थली हामीले पैसा चाहिँ हामीले त्यो ट्र्याक गरेर राख्दैन हैन, आयो गयो खर्चा भइरहेको हुन्छ यादै पाउँदैन। तर त्यहीदेखि चाहिँ हामीले सपोज कसै एउटा गुरुजी साथीभाइले 5,000 रुपीस कसैले एसआइपी गरे हैन,
थ्रु एउटा म्युचुअल फन्डको थ्रुदेखि उसले एसआइपी गर्यो भने चाहिँ तपाईको इयरली उसको भयो 12 मन्थ्समा 60,000 र सपोज 12-14% को रिटर्नै पायो भने अराउन्ड 72,000 पैसा हुन्छ। अन्त हेर्नुस् त एट द एन्ड 1 इयरमा एकजनाले 5,000 पनि पैसा तपाईको इन्भेस्ट गर्यो भने हामीले हाम्रो इयरली हुन्छ हाम्रो कहीँ न कहीँ 70,000 to 75,000 हाम्रो पैसा एकुमुलेट गरिसकेको हुन्छ। सो त्यहाँदेखि चाहिँ हामीले इजिली जुन चाहिँ हाम्रो है गाडीको इयरली जुन चाहिँ ट्याक्स इन्सुरेन्स यो कुराहरु चाहिँ हामीले इजिली हामीले त्यहाँदेखि तिर्न सक्छ नि। र यो चाहिँ एउटा मन्त्र हो क्या, हमेशा याद गर्नुहोस् है, इट डजन्ट म्याटर हाउ मच यु अर्न क्या, द ओन्ली म्याटर इज हाउ मच यु सेभ। र त्यो चाहिँ एउटा हुन्छ नि ठुलो यो चाहिँ एउटा यो तपाईको ठुलो एउटा पोइन्ट छ क्या, इट डजन्ट म्याटर हाउ मच यु अर्न हैन, द ओन्ली म्याटर इज हाउ मच यु सेभ। जस्तै मैले अघि देखाएँ हैन, मैले यति कमाएछ पैसा हैन, यति खर्च भयो सबै ट्र्याक गरेको थियो, तर पनि त्यो कति एउटा सानो सानो एक्सपेन्सेसहरु आफ्नै जुन चाहिँ पर्सनल ह्याप्पीनेसको लागि या त कतिवटा कुराहरु हामीले मैले त्यो डेटा रिकर्डै राखेको थिएन नि। अब त्यो मेरो 50,000 कहाँ गयो हैन, अब त्यस्तो कुराहरु क्या। अन्त यस्तो चाहिँ अब हामी सबैजना जति पनि हाम्रो दाजुभाइहरु हुनुहुन्छ हैन, सबैजनाले क्या जति पनि तपाईले मन्थली कमाउनुहुन्छ नि तपाईको 500-100 रुपैयाँ गोजिदिइ चुइरहेको हुन्छ, तर यादै पाइँदैन क्या कहाँ खर्च भयो। र त्यही कारण चाहिँ तपाईहरुले हामी सबैजनाले चाहिँ म चाहिँ यो भन्छु तपाईले हामी 5,000 3,000 होस् 5,000 4,000 5,000 सम्म चाहिँ कहीँ न कहीँ तपाईहरुले सिप गर्नुहोस् है। र यसमा पनि अझै सिपमा पनि तपाईलाई अझै कन्फ्युजन भयो भने तपाईले आरडी नै गर्नुहोस्, ताकि 1 इयर पुग्दा नि त्यो 3,000 4,000 5,000 सेभ गर्नु केही पनि हैन है। एउटा लग्जरी गाडीको चाहिँ तपाईको हैन या त अर्को ट्याक्सी गाडीहरुको पनि तपाईको एक्स्ट्रा पर चारधाम बाबा मन्दिरमा न्यू ओल्ड बाबा मन्दिर जलुक देखायो भने 3,000 4,000 एक्स्ट्रा लिन्छ हैन, भने 2 दिनको कमाइ हो, 2 दिनको त्यो पनि एक्स्ट्रा कमाइ हो हैन। माथि नर्थ गएम 0 पोइन्ट गएम 4,000 रुपैयाँ एक्स्ट्रा लिन्छ, हामीले लिन्छ कि लिँदैन भन्नुस् त हैन। इभन अरूकै गाडी कुदाउनेहरुले पनि 4,000 एक्स्ट्रा लिन्छ, त्यो मालिकले माग्दैन। काला पत्थर गएको 3,000 लिन्छ, त्यो मालिकले माग्दैन। तपाईहरुको 2 डेजमा 7,000 8,000 कमाइ भइरहेको हुन्छ, आज त्यो मालिककै तेल हुन्छ, 8,000 खर्च भइरहेको हुन्छ, इन्कम भइरहेको हुन्छ। सो त्यहाँदेखि त्यो पैसा के एक महिनामा चाहिँ तपाईले 4,000 5,000 हामीले सेभ गर्न सक्दैन, कहीँ इन्भेस्ट गर्न सक्दैन। र यस्तो कुराहरु क्या त्यो टाइममा चाहिँ हामीले सेभ गर्नुै हैन, हामीलाई पैसा आउँछ सेभ गर्ने उयो हुँदैन। र एट द एन्ड हामीले के भन्छ कमाइ छैन यस्तो यस्तो एन्ड देन यस्तो भनेर कुरा गर्छ। हामी चाहिँ कहाँ ल्याक भएको हुन्छ नि, हामी चाहिँ के हामी स्पेशली हाम्रो पहाडी मान्छेहरु चाहिँ हामी चाहिँ फाइनान्शियली हुन्छ नि हामीले कमाउँछ मेहनत पनि गर्छ, तर हाम्रोमा फाइनान्शियल क्याल्कुलेसन चाहिँ हामी भेरी वीक छ हैन। मनी म्यानेजिङमा चाहिँ हामी पुरा वीक छ क्या, हाम्रोमा ब्यालेन्स गर्ने त्यो सिस्टमै छैन। आज कमाइरहेको हुन्छ हैन, आज अलिकति अब फर इक्जाम्पल आज तपाईको राम्रो कमाइ भयो भने चाहिँ हामी के हुन्छ भने है, भोलि आज 200 रुपैयाँमा दिन गुजारिरहेछ भने हाम्रो एक्सपेन्स डाइरेक्ट 1,000-1,500 भइहाल्छ। अब त्यस्तो छ हाम्रो सिस्टम चाहिँ क्या, त्यो हाम्रो मनी म्यानेजिङ पावर नहुँदाखेरि हैन, त्यो एउटा नलेज पनि नहुँदाखेरि हाम्रोमा पहिला हाम्रो एन्सेस्टरदेखि हाम्रो पुर्खौलीदेखि हामी त्यो एउटा इन्भाइरोमेन्टमा हुर्केको कारणले गर्दाखेरि चाहिँ हामीले आज गएर दुःख पाउँछौं हैन। सो तपाईहरुले चाहिँ है आज यो आज्ञाले के भन्यो हैन, तपाईहरुले विश्वास गर्नुहोस् क्या, यो मेरो प्र्याक्टिकल मेरो एक्जाम्पल दिएर म भनिरहेको छु हैन। मैले कहीँ युट्युब यो या कहीँ किताबको पढेर मैले ज्ञान बाँडेको छुइन। र तपाईहरु सबैजनालाई पनि याद भइरहेको कुरा, म आफै पनि ड्राइभ गर्छु, आफै पनि टुरिस्ट घुमाउँछु, र कति इन्कम हुन्छ र गाडीमा कति खर्च आउँछ यो सबै आफै बोकेर आफै एक्सपिरियन्स गरेर चाहिँ मैले है त्यहाँदेखि चाहिँ हरेक दिन म दुःख गर्छु क्या, हरेक दिन म दुःख गर्छु, लेख्छु, यसरी लेख्छु, यसरी तपाईको यो सबै राख्छु, सर्भिसिङ गर्दा यो गर्दा गाडीको सबै डेटाहरु राख्छु, र तब चाहिँ म आएर चाहिँ मैले यो भिडियो बनाएको। सो तपाईहरुलाई अझै पनि के डाउट छ हैन, अझै पनि तपाईले कतिवटा कुरा बुझ्नु सकेन भने तपाईले मलाई कमेन्ट गर्नुहोस् है, मेसेन्जरमा तपाईले मेसेज पठाउनुहोस्। र
तपाईलाई जति सक्दो म यो मेरो तपाईको क्वेशनको म एन्सर दिने तपाईलाई म कोसिस गर्छु र जति सक्दो यो भिडियोहरु चाहिँ शेयर गरिदिनुस् तपाईले कि ताकि हाम्रो अरु गुरुजी साथीभाइहरुको पनि पुगोस् र उहाँहरुलाई पनि जब है पैसा चाहिन्छ आफ्नो फ्यामिलीको लागि होस्। आज त मैले इन्स्योरेन्सको एउटा रोड ट्याक्सको एक्जाम्पल दियो हैन, गाडीको कुराहरु, कहिले गाडी बिग्रिन्छ के हुन्छ खर्च आउँछ हैन, फ्यामिलीमा कहिले पैसा चाहिन्छ, त्यो टाइममा चाहिँ हामीले चाहिँ अरूलाई आफ्नो साथीलाई आफ्नो रिलेटिभलाई फोन गरेर हैन यो हात चाहिँ फैलाउन नपरोस् क्या। त्यति मात्रै मैले चाहेको, तपाईले गर्वसँग आफै पैसा निकाल्न सकोस् र अरूलाई पनि आउने दिनहरुमा नयाँ अरु अपकमिङ भाइ बहिनीहरुलाई पनि हामीले गाइड गर्न सकोस्। र त्यति नै हो मेरो मोटिभ। यदि तपाईले मेरो भिडियो मन पर्छ तपाईले सिक्किम बोयलाई फलो गर्न सक्नुहुनेछ र युट्युबमा गएर पनि सब्स्क्राइब चाहिँ गर्न नबिर्सनुहोस् होला। टिल देन बाइ बाइ, टेक केयर, सी यु इन द नेक्स्ट ब्लग।